मेडिकल फिल्डमा नाम निस्केपछि अब जिन्दगी सरर मोटर गाडीमा जिन्दगी सरर मोटर गाडीमा देख्नेले देखि जान्छ बुझ्नेले बुझी जान्छ भेट्नेले भेटी जान्छ। कलेज आएर दाइले के गर्छस् भनेर सोधेपछि मेरो रोको छ माया लाउने धोको छ माया लाउने धोको छ मन मेरो रोको छ माया लाउने धोको छ माया लाउने धोको छ। क्लासहरू सुरु हुन थालेपछि एकैछिन फुर्सद छैन पर्छ चटारो अभागियो पुरपुरोमा सधैँ चटारो खानु नपिउनु हजुर लखर लखर हिँड्यो न त ठाउँमा पुग्न सक्यो न त मान्छे चिन्यो काम बल्ला भन्दा भन्दै मरिसक्यो आशै जे गरे नि सुख छैन यनेरी बासै। धरान आएको 1 महिनापछि मेरा बाहुन साथी पानी धाराको शीत भेलीको मासु पाराको पानी धाराको शीत भेलीको मासु पाराको क्रससँग पहिलो पटक बोलेपछि रुखमा बसे रुखैमा डाली छ दिलमा बसे दिलमै ठाउँ खाली छ। भोलिपल्ट उनलाई लाइब्रेरीमा अरूसँग देखेपछि फर्स्ट इयरमा आफूले र्यागिङ खाँदाखेरि सेकेन्ड इयरमा र्यागिङ लिँदा मामा आएपछि घर जाँदा आमाले छुट्टी कति छ भनेर सोधेपछि छुट्टी छोटो छ मायाको सम्झना दिलमा फोटो छ मायाको सम्झना दिलमा फोटो छ। गाउँमा पुरानो मायालाई भेट्दा थियो काली काली हेरी राखौँ जस्ती राम्री भइछौ यसै पाली हो कुन साबुनले मुग्दैछौ सम्झना राम्री भइछौ कुन साबुनले मुग्दैछौ सम्झना राम्री भइछौ कुन साबुनले मुग्दैछौ। ढिलो भएर सरले कक्षामा छिर्न नदिँदा गल्ती मेरो छैन कक्षामा सरले अचानक क्वेसन सोध्न थालेपछि एक्जामको एक दिन अगाडि न्युमोनिक्स बनाएर पढ्दै गर्दा कहिल्यै नपढ्ने साथी किन लाइब्रेरी गइस् भनेर सोध्दा होइन के भयो मायाले बोलायो मलाई मायाले बोलायो मायाले बोलायो मलाई मायाले बोलायो। पहिलो पटक
पटक मायामा परेपछि मायाले भने विषय पनि पिदिउला विषय पनि पिदिउला जाली उमल मैना स्वरूप दिदिउला मैना स्वरूप दिदिउला गर्लफ्रेन्डले घुम्न जाउँ भनेपछि हुन्छ भन नै भन्न बिन्ती नमस्ते के बा किन्देऊ न भाट भाटे के बा किन्देऊ न भाट भाटे गर्लफ्रेन्डले म्यासेज इग्नोर गर्न थालेपछि माया हृदय खोलेर के हुन्छ र मसित जुनियरले हल्ला गर्न थालेपछि अर्को होस्टेलबाट दाइहरू मेसमा पहिलोपटक खाना खाँदाखेरि नुनसरको के माथि बेसार छ मलाई धेरै नचलाउ केसार छ सुनो के फलाउ नुनसरको के माथि बेसार छ मलाई धेरै नचलाउ केसार छ सुनो के फलाउ मेसमा चिया किन पातलो भयो भनेर सोध्दा मैले कुरा गर्दिन जानी थोरै पानी हालेको बाल्टी पखाली गर्नु गर्यौ सुन्तली साउनी बनेर लिन्छु पैसा गनेर बासी बातै साझी भनेर जुनियर नानुहरूलाई देख्दा सिनियर दाइहरू जुनियरको चर्तीकला देखेपछि जोगाएर राखेको पानी रूपाले सकिदिएपछि 10 थरी काम गरी पानी ल्याउने म 10 थरी दुःख गरी पानी ल्याउने म पानीको मालिक चाहिँ बन्न खोज्ने त रिजनल मिटमा दाइ दिदीहरूले आफ्नो नाम सोधेपछि सधैँ कट्टुमा हिँड्ने साथी रिजनल पार्टीमा कोट लगाएर आएपछि रिजनल पार्टी सकिएपछि साथीहरू यो कहानी कसैको वास्तविक जीवनसँग मेल खान गएमा